साथीको लागि आयो बर्थडे सरप्राइज। सो हेलो गाइज, फेरि पनि स्वागत छ सबैजनालाई मेरो मिनी ब्लगमा। सो आज चाहिँ म जाँदैछु गौरद अनि सिटीलाई बोलाएको। सिटी चाहिँ अहिले आउन नभ्याउने भएर म आधी बाटोसम्म हिँड्दै गएको हो। सो सिटी आएन, मैले कति धेरै बेर पर्खेँ, आएन। त्यसपछि ठ्याक्क गाउँको दाइलाई भेटेँ अनि म गाउँको दाइसँग बाइकमा गएँ। अनि त्यसपछि गौरद पुगेपछि साथीहरूसँग भेट भयो अनि हामी त्यहाँबाट लाग्यौँ दमकतिर। अहिले चाहिँ दमकमा फेरि नयाँ भाइरल पुल बनिँदै रहेछ हो। बनिन चाहिँ पुरै बनिसकेको थिएन, आधी अधुरो बनेको थियो। त्यसपछि हामी बसहाटमा ओर्लेर अनि फेरि हामी सिटी चढेर अनि यता कता खै भाइरल रोड के भन्नेतिर गयौँ। अनि त्यहाँ मन्दिर थियो, त्यहाँ पूजा गरेको। अनि ठ्याक्क हाम्रो साथीलाई चाहिँ फोन आयो अनि कसैले चाहिँ उसलाई सरप्राइज दिनुभएको रहेछ। ऊभन्दा ठुलो डलहरू है, केकहरू, फुलहरू उहाँको दाइले पठाइदिनु भएको अरे होइन। अनि त्यसपछि हामीले त्यहाँनिरदेखि सबै सामानहरू लिएर फेरि दमक आयौँ। अनि दमकदेखि हामी गयौँ सुरुङ्गातिर। त्यहाँनिर चाहिँ के मन्दिर छ हौ, सतासी धाम भन्ने मन्दिर छ। अनि त्यहाँ चाहिँ हामी लाग्यौँ, कति धेरै राम्रो ठाउँ छ नि त्यहाँ। अनि त्यहाँ जाने बित्तिकै हो, हाम्रो एन्ट्री गर्ने बित्तिकै हामीहरूले कसलाई भेट्यौँ थाहा छ हजुरहरूलाई? हामीहरूले भेट्यौँ भाग्य नेउपानेज्यूलाई। कस्तो हाम्रो लक भइरहेको क्या त्यो दिन चाहिँ। फेरि कस्तो भेटघाट भयो अनि एकछिन गफ गऱ्यौँ, त्यसपछि फोटोसोटो खिच्यौँ। अनि त्यहाँबाट हामी फेरि त्यता घुम्न लाग्यौँ। त्यहाँनिर चाहिँ कस्तो ठ्याक्क हामी पुग्ने बित्तिकै त्यो दाइ पनि फर्किन लाग्नु भएको रहेछ हो। अनि यता चाहिँ बाँदरहरू कति धेरै कि घरि के तानिन्छ, घरि के तानिन्छ। बाँदरले पनि फेरि मेरो एउटा साथीको त सलै तानेर लिएर गएर बल्ल बल्ल खोजेको पो त सल पनि। अनि मौका हेरिरहन्छ क्या के तानौँ भनेर। अनि त्यसपछि यहाँनिर चाहिँ धाराहरू पनि छ क्या। त्यहाँनिरदेखि अनि हामीहरू फेरि खोलातिर पनि घुम्न थाल्यौँ। अनि त्यहीँनिर पनि भिडियोहरू कति बनायौँ हो। त्यहाँनिर खोलाको बाटो चाहिँ पर 2-2.5 घन्टा हिँडेपछि एउटा झर्ना छ अरे कि, त्यो झर्ना हेर्न गएको अरे। बिहानदेखि खाली पेट गएको मन्दिरमा पूजा गर्ने भनेर, न पानी बोकेर गएको न केही गएको। जाँदै हालत खराब भयो क्या, झन्नै मान्छे बेहोस भएर ढलेको त्यहाँनिर। तर ठाउँ चाहिँ दामी कि, एकदम सुनसान वरिपरि जङ्गलै जङ्गल। अनि त्यसपछि एकछिन घुम्यौँ अनि फेरि हामी फर्क्यौँ त्यहाँदेखि। अनि त्यहाँनिर चाहिँ कत्रो ठुलो रुद्राक्षको कि शिवलिङ्ग छ त्यहाँनिर। अनि सो त्यहाँदेखि हामीहरू फर्क्यौँ अनि हामीले लगेको चिसो पनि तातो भइसकेको थियो। फेरि त्यही दोकानमा आएर चिसो साटेर अनि फेरि हामीले चिसो खाँदै फेरि हामीले बर्थडे मनायौँ। केक पनि बिग्रेर केकको पनि हालत खराब भएको थियो क्या। अनि त्यो स्प्रे चाहिँ सबै छिर्केर केही थिएन, सबै लुगा चिसो भएर अनि हामीहरूले मनाउन थाल्यौँ बर्थडे। गालासालामा दल्दैछु म, हेर्नु न। त्यसपछि उसलाई पनि लगाइदिएँ। अनि मैले चाहिँ हेप्पी बर्थडे एलिना लेखेको खाइदिएँ, एलिना तिमीलाई भने हो। सो अनि त्यसपछि अनि जुस खायौँ। अनि त्यहाँबाट त्यसपछि हामीहरू खाजा खान गएको अरे कि। अम्मम्मम्म त्यहाँनिर त चाउमिन खान नसकेर कश्मिरी खोर्सानी हालिदिएको भन्नुभएको। हामी त रुनु न हाँस्नु भएका थियौँ। त्यसपछि अनि हामी फर्क्यौँ फेरि घरतिर। अनि उनीहरू दमक गए, म केरेखादेखि घरतिर आएँ। थ्याङ्क यू।